सम्पूर्णैजनामा नमस्कार। म विमल प्रसाद कोइराला यहाँले प्रत्यक्ष अवलोकन गर्दै हुनुहुन्छ कर्णाली प्रदेश स्थित दैलेख जिल्ला श्रीस्थान मन्दिर र दैलेखमा श्रीस्थान मन्दिर सँगसँगै पाटन पञ्चकोशी विभिन्न तीर्थस्थलहरू अवस्थित रहेको छन् र किम्वदन्ती अनुसार सती देवीले शिवजीले सती देवीको शव बोकेर जाँदाखेरि र यो शिर खसेको स्थान र यहाँनिर कालसैनी मन्दिर र सँगसँगै विभिन्न यो ज्वाला उत्पत्ति भएको स्थानको रूपमा पनि यहाँले देख्न सक्नुहुनेछ र म अवलोकन गराउनेछु सम्पूर्ण व्यक्तित्वजनलाई र यस स्थानमा उत्पत्ति भएको ज्वाला र सँगसँगै म छोटोमा यस स्थानको बारेमा यहाँ रहनुभएका हाम्रा पुजारी तथा महन्त जनसँग पनि म यहाँहरूलाई प्रत्यक्ष भेटघाट गराएर यस स्थानको बारेमा पनि केही जानकारी प्रदान गर्ने छु र यहाँहरू हेर्न सक्नुहुन्छ मुख्य ज्वाला मन्दिर र यहाँनिर सदियौँ र परापूर्व कालदेखि र ज्वाला उत्पत्ति भएको स्थान र हिन्दू धर्मावलम्बीहरूको आशा भरोसा र मनोकामना पुरा हुने स्थान देख्न सक्नुहुन्छ। हाम्रो केहीजनले यहाँनिर आफ्नो मनोकामना माग पनि गरिरहनु भएको छ। देख्न सक्नुहुन्छ वर्षौँ सदियौँ समयदेखि यस स्थानमा निरन्तर ज्वाला बनिरहेको छ र हिन्दू धर्मावलम्बी तथा विशेषतः धेरै व्यक्तित्वजन आफ्नो मनोकामना इच्छा पुराको निम्ति यस स्थानमा उपस्थित रहनु हुने गर्दछ। उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई केही बोल्नुहुन्छ? महानुभावहरूलाई धन्यवाद। हजुरको नाम, कहाँदेखि आउनुभयो? हजुरको नाम? नमस्ते, मेरो नाम रामकुमारी थापा, गमौडी गाविस, म गमौडीबाट आएको, दुल्लु नगरपालिका 10। अनि हाम्रो यो पानीमाथि ज्वाला बल्ने ठाउँ हो। अनि यो ठाउँको लागि बाहिरबाट धेरै पर्यटकहरू आउनुहुन्छ। यस्तो ठाउँ यो हाम्रो यस्तो यो दैलेख जिल्लामा रहेको यस्तो ठाउँ हो कि यो अब अन्य ठाउँमा पनि होला, तर यो ठाउँ भनेको एकदम राम्रो छ। यसको लागि सबै आउनु महानुभावहरूलाई म एकदम हृदयदेखि नै मुरी धन्यवाद ज्ञापन गर्न चाहन्छु। हस्, धन्यवाद। यस स्थानको बारेमा अलिकति केही भनिदिनुहोस् न, हजुर नजिकको मान्छे हुनुहुन्छ। यो स्थान अब परापूर्व कालदेखि नै अब यो हाम्रो यो पानीमाथि ज्वाला बल्ने ठाउँ भनेर यो अब सैद्धान्तिक रूपमा यो ठाउँको एकदम चर्चा धार्मिक चलिआएको ठाउँ हो। यो अब हाम्रो ज्वाला टाङ्गो हाल्ने चलन हुन्छ, वर्षको एकचोटि पूर्णिमामा पर्छ त, त्यति बेला हामी ज्वालामा टाँगो दिने भनेर त्यो सबै आफ्नो जतासुकैबाट बाहिर गएको मान्छेहरू पनि त्यति बेला जम्मा हुने ठाउँ हो यो। त्यसपछि यो ठाउँ जहाँ गए पनि मान्छेलाई दुःख पीडा परे पनि ठ्याक्क सम्झिने हो भने यो ठाउँको त्यति बेला यति हर्ष भएर आउँछ नि मन, अब उल्लास भएर आउँछ मन। यस्तो राम्रो यो पानीमाथि ज्वाला बल्ने ठाउँ हो। यो ठाउँले साथ दिनु भन्ने हो भने पक्का साथ पनि दिने ठाउँ हो यो। हस्, धन्यवाद। हस्, धन्यवाद। हाम्रो नजिकको व्यक्तित्वजन हुनुहुन्थ्यो र यस स्थानको बारेमा केही जानकारी प्रदान गर्नुभयो र सम्पूर्ण व्यक्तित्वजनलाई पनि म अनुरोध गर्दछु यहाँको समय व्यवस्थापन फुर्सदको बावजुद श्रीस्थान मन्दिरमा पुगेर कालसैनीको दर्शन सँगसँगै आफ्नो यो ज्वालाको दर्शन गर्नुहुनेछ र आफ्नो मनोकामना पनि पुरा गर्नुहुनेछ र सँगसँगै म चाहिँ यस स्थानका अन्य व्यक्तित्वजनसँग पनि केही कुराकानी गर्ने अवस्थामा रहनेछु र यहाँले देख्न सक्नुहुनेछ यहाँनिर शिव मन्दिर र ज्वालाको बाहिर विभिन्न देवी देवता शिलालेखहरू यहाँहरूले अवलोकन गर्न सक्नुहुनेछ र थोरै म यस स्थानको बारेमा हाम्रो यहाँका व्यक्तित्वजनसँग सानो प्रतिक्रिया लिनेछु।
थोरै हजुरले यस स्थानको बारेमा हाम्रो सम्पूर्ण धेरै व्यक्तित्वजनलाई केही भनिदिनुहोस् न। यसको बारेमा अब ज्वालाजी कहिले बोलेको भन्ने कुरो थाहा छैन, अहिलेसम्म पत्ता लागेको छैन। यो विशेष गरेर सत्यदेवीको शिरपतन भएको ठाउँ भएको हुनाले यसलाई श्रीस्थान ज्वालादेवी भनेर पूजा गरिन्छ। नित्य पूजा सामूहिक बिहान गरिन्छ। भक्तजनहरू पनि अब अलिअलि आउने जाने क्रम चलिरहन्छ। अब यसको ठुलो मेला भनेको शिवरात्रिमा लाग्छ। अघि पछि यस्तै हो, आउने जाने भइरहेको छ। देश विदेशमा रहनुभएको सम्पूर्ण नेपालीहरूलाई के भन्न चाहनुहुन्छ हजुरले? अब के भन्न चाहने, सबैलाई शान्ति होस्, आउनु परोस्, यहाँ आएर चाहिँ दर्शन भेट गरेर जानु परोस्, राम्रो होस्, सबैको कल्याण होस् होइन। यहाँको पञ्चकोशी ज्वाला क्षेत्रले सबैको हित गरौँ, कल्याण गरौँ भन्न चाहन्छौँ हामी। हस्, धन्यवाद। हवस्।